यो सिलिङ फ्यान उषा कम्पनीको मैले यो भन्दा अगाडि पनि यसको बारेमा इन्स्टलेसन गर्ने तरिकाहरूको भिडियो मैले हालेकै नै छु। हेर्दा एकदमै सिम्पल छ हैन, जोड्नलाई समस्या छैन। तर मैले धेरै ठाउँमा गएर हेरेको छु, सिलिङ फ्यान जोड्दाखेरि पनि धेरैजनाले पारा ल्याएको देखिन। जोडेर चलाउनु मात्रै, घुम्नु मात्रै ठुलो कुरो होइन के। हामीले जोडेका कुराहरूमा कम्तीमा यहाँ दिएका सामानहरू के कस्ता हुन्, यी केमा युज हुने हुन्, त्यति कुरा चाहिँ याद गर्नुपर्छ है। किन भन्नुहुन्छ भने ती सामान्य कुराहरू हामीले याद नगर्दाखेरि सिधै जोडिदिँदाखेरि कहिले चट्याङ्गे जाने छिटो है, कहिले करेन्ट लाग्ने बडीमा, यस्तो इस्युहरू धेरै ठाउँमा मैले आएको देखेको छु सिलिङ फ्यानमा है। तपाईहरुलाई म एकदम सजिलो पाराले यहाँ भएका सामानको काम के हो, यो किन दियो त कम्पनीले, काम नहुँदाखेरि त दिएन होला नि त हैन। त्यो कुराहरूलाई हामीले एकदमैसँगले विचार गर्न सकेनौँ भनेदेखि सिलिङ फ्यान जोडेर घुमाउनु मात्रै ठुलो कुरो होइन। जोडिसकेको फ्यान कम्तीमा पनि अर्को ल्याएर हेरिदियो भने पनि ए राम्रो नै जोडेको छ भन्ने त होस् न है। तपाईहरुलाई म देखाउन गइरहेको छु, राम्रोसँगले भिडियो अन्तिमसम्म हेर्नु होला। भिडियो मन पर्यो भने लाइक पनि गरिदिनु होला है। अनि च्यानलमा पहिलोचोटि आउनु भएको छ, भिडियोमा पहिलोचोटि आउनु भएको छ च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला। यसमा जम्मा सामान आउने भनेको यति नै सामान हो है। यहाँनिर हेर्नु होला, यो ब्लेड भइहाल्यो है। यहाँ हेर्नुहोस् है, सबैभन्दा पहिला जोड्नु भन्दा अगाडि सिलिङ फ्यानमा प्राय सबैमा आउने कुरा यति नै हुन्छन्। यो विशेष वारेन्टी कार्ड भयो, वारेन्टी कार्डको एकदमै भ्यालु हुन्छ। यो वारेन्टी कार्ड भयो भने चाहिँ हामीहरुको 1 इयर्स 2 इयर्स 5 इयर्स जतिको वारेन्टी चाहिँ यसले क्लेम पाइने हो, नभए पाइँदैन। यो एकदम जतनसँग राख्नु होला है। तपाईले अब कुनै पनि स्ट्यान्ड फ्यान मार्केटबाट किनेर ल्याइसकेपछि तपाईले पाउने सामान भनेको 3टा ब्लेड, यो 48 इन्चको फ्यान अन्तर्गत, त्यसपछि एउटा यो रड भयो, एउटा यो भयो, अनि एउटा एक्स्ट्रा नट भयो, यो पनि जोड्नलाई नै काम दिन्छ। अनि यति सामान हुन्छ है। पहिला हामीहरूले जस्तो यो फ्यान हेर्नुभयो भने यसको यहाँनिर हामीले जोड्ने यहाँ इनपुट भयो, यो आउटपुट कलतिर जाने भयो। अब हामीले यो तार सिधै यहाँ जोड दिएर लाइनमा हाल्ने बित्तिकै यो फ्यान घुम्न थाल्छ। तर यसरी जोड्ने चलिहाल्ने हो भने यी सबै सामान किन दियो त कम्पनीले हैन। यति कुरा ध्यान नदिकन जोड्दाखेरि समस्या आइदिन्छ। अब यहाँनिर हेर्नुहोस् ल, यसमा यत्रा यहाँ पुवालै पल राखिदिएको छ। यो पुवालको पनि कुनै अर्थ त होला नि त। हामी सिलिङ फ्यान जोड्दैछौँ भने यी सबैको अर्थ हामीले जान्नुपर्छ है। यो काटेको किन दिएको छ भन्नुहुन्छ भने एकदम मजाले ध्यान दिएर हेर्नु होला। यो काटेको जहिले पनि हाम्रो मुनिपट्टिको भागमा लाग्नको लागि काटेको यसरी राखिदिएको हुन्छ। यो काटेको भाग तपाईले माथिपट्टि यसरी यसलाई राख्न पाउनुहुन्न है। यो मुनिपट्टि नै हुने हो जहिले पनि है, यो मुनिपट्टि। अब त्यसपछि एउटा यहाँनिर अलिकति बिचमा छ प्वाल, यसको यहाँनिर प्वाल बिचमा छ। यो किन राखिदियो भन्दाखेरि हामीले यहाँबाट वायर लगाएर यहाँबाट बाहिर निकालेर अनि मात्रै यहाँनिर जोड्ने हो। त्यसो गर्दा के हुन्छ, यो वायरमा काहीँ घोटिने ओर्ने चान्स हुँदैन। कसैले के गर्छन् भनेदेखि यहीँबाट वायर निकालेर यहाँबाट निकालेर गर्दाखेरि कहिलेकाहीँ यहाँ घोटिएर सर्ट हुन्छ। सर्ट हुँदाखेरि हाम्रो बडीमा करेन्ट लाग्ने सम्भावना धेरै हुन्छ है। अब हेर्नुहोस् है, एकदम यो जुन एक्स्ट्रा नट मैले भने नि, यो एक्स्ट्रा नट भनेको यहाँनिर लगाइदिने हो। यहाँनिर हेर्नुहोस् एकदमै सजिलो छ जोड्नको लागि। यो फेरि यसको सबैको यसको एकदम महत्त्व छ। यो चाहिँ भनेको यदि कुनै कारणवश हाम्रो यहाँनिर यो छैन, हरायो भने पनि कुनै एउटा तारहरू तपाईले लगाएर यहाँनिर बान्दिनु होला यो वालमा। यो चाहिँ एकदमै इम्पोर्टेन्ट, नट नखुस्कियोस् भनेर यो दिएको हुन्छ है। पास हैन। त्यसपछि यो लगाइदिए, हेर्नुहोस् ल, अर्को यो पनि लगाइदिए। अब जुन अहिलेको थियो नि मैले यो माथिबाट हो यो यहाँ लगाइदिएँ। यति कुरा चाहिँ हामीले एकदमै यो चाबी भनौँ न यसको, यति गरेपछि यो नट खुस्किन पाएन है। हेर्नुहोस् है। अब यति गरिसकेपछि साथीहरू अघि मैले के भने तपाईलाई तार यहाँबाट छिराउने, तर के हुन्छ तार पहिला हामीले यसमा छिराउन मिल्दैन, किनभने यो क्याप पछिबाट लाग्दैन। त्यही भएर पहिला क्याप हामीले लगाउने अनि फेरि तार यहाँबाट छिराउने हो। क्याप लाउँदाखेरि लेखेको भागलाई सुल्टो हुने गरी राख्नु पर्यो। यो अब लेखेको भाग यहाँनिर छ भने यसलाई हामीले यहाँनिर लगाइदिने, त्यसपछि यसलाई माथिबाट बनाइदिने है। अब हामीले तार छिराइदिने यहाँबाट, कहाँबाट भन्नुहुन्छ भने यसको जुन ठाउँ हो त्यहीँबाट छिराइदिने है। यहाँ हेर्नुहोस् मैले तपाईलाई जोड्ने तरिका सिकाइराखेको छु। अब यसको यो भनेको नट लाउने ठाउँ भयो झुन्ड्याउनको लागि। यो जुन फाल्टु एउटा हुन्छ यसको यतापट्टि हुँदैन होल, त्यो चाहिँ हामीले तार छिराउनको लागि राखिदिएको है। यहाँबाट कहिले पनि नछिराउनु होला। अब मैले यहाँनिर तार लगाइदिएँ, यसलाई माथि उठाइदिने, मुनिबाट तार निस्किन्छ। यसको यहाँनिरबाट तार निकाल्ने सट्टासँगले
यसरी हेर्नुभयो नि तार निस्क्यो, एउटा निस्क्यो, अब एउटा बाँकी छ। यता एउटा निकाल्दा पनि भयो, दुईतिर यता एउटा निकाल्दा पनि भयो, एकतिरबाट पनि निकाल्दा पनि भयो, केही फरक परेन। तर यहाँ मुनिबाट चाहिँ निकाल्नु भएन है, यति नै हो। अब यति गरेर हामीले एउटा तार यहाँनिर सरक्कसँगले जोडिदिने। यसको लागि सानो टेस्टर चाहिन्छ यहाँको नट खोल्नको लागि चाहिँ। यति गरेपछि यसलाई ठपक्कसँगले राखिदिने। यो क्यापले यहाँ छुनु भएन, यति कुरो याद गर्नु होला। अनि खेरि यसलाई पनि मुनि गरिदिने। अनि खेरि यहाँनिर हेर्नु होला, यसको पनि यो नटलाई खोलिदिने। सजिलो छ। जस्तो तपाईँले छत भएको ठाउँमा लाउँदै हुनुहुन्छ, यसलाई सेट गर्दै हुनुहुन्छ भने पहिले यसलाई खोल्नु पर्यो हैन। यसलाई खोलेर तपाईँले त्यो छत भएको ठाउँमा यसलाई यसरी माथिबाट छिराएर ल्याएर अनि यसको यहाँनिर सक्कसँगले लगाइदिन सक्नुभयो हैन। टिन भएको घरमा लाउने हो भने सिधै लगाएर यहाँ हुक लगाइदिँदाखेरि समस्या भएन। अब हेर्नुहोस् है, अर्थिङको तार वायर चाहिँ हामीले कहाँनिर जोड्छौँ भनेर भन्दाखेरि यदि हामीले घरमा अर्थिङ गरेका छौँ, फ्यानको पोइन्टमा पनि अर्थिङको तार ल्याएर लगाएको छ भनेदेखि चाहिँ दुईटा तार त हामीले सप्लाई दियौँ भने अब अर्थिङको तार ल्याइसकेर चाहिँ हामीले कहाँनिर जोड्छौँ भन्नुहुन्छ भने यो चाबी लगाइसक्नु पहिला। यसको पनि चाबी लाउन हामीले बिर्सिनु हुँदैन। चाबी भनेको एकदमै इम्पोर्टेन्ट हो सिलिङ फ्यानको। अब हामीले यदि अर्थिङ गरेका छौँ भने अर्थिङको तार ल्याएर यसको बडीमा काहीँ टच गरिदिनु। जस्तो यो नट खोलेर यहीँनिर हामीले बेचिदिन सक्छौँ अर्थिङको तार है। यति गरिसके पछाडि हामीले अब यसलाई रेडी पारेर राख्न सक्यौँ। अब हामीले ब्लेड जोड्दाखेरि याद गर्ने के हो भनेदेखि यसको यहाँ सिङ्गल 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 छ, यसलाई हामीले खोल्नु भएन। जहाँ जहाँ जोडी छ है, जहाँ जहाँ जोडी छ थपक्कसँगले खोलिदिने। एउटा म तपाईँलाई देखाउँछु यहाँनिर। यसको यो वासर हुन्छ, यसलाई हटाउनु भएन। अनि यो हेर्नु होला है, यहाँनिर यतापट्टिको भाग उल्टो भयो, मुनिपट्टि बस्ने, यो माथिको भाग सुल्टो भयो। यसरी पनि यो फेस यसको जुन सेप हुन्छ यहाँबाट थाहा हुन्छ है। थपक्क यसरी राखिदिने, टक टक टकसँगले तिनवटा फ्यान जोडिदिने। यसरी जोडिसके पछाडि हामीले फ्यान इन्स्टलेसन गरिसक्यौँ। अनि लाइनमा हालेर जोड्नलाई मजाले सक्छौँ। यसरी जोड्दाखेरि चाहिँ हाम्रो फ्यानमा कुनै पनि कुराहरूको गल्ती भएछ भन्ने हुँदैन है। जस्तो बा त्यस्तो यस्तो यसको सबै ठाउँहरूलाई हामीले फलो गर्दै जोडेको राम्रो पनि हो। त्यसो गर्दाखेरि सुरक्षित पनि भयो। तार पिल्सिएर काहीँ बडी लिकमा करेन्ट छुने सम्भावना पनि भएन। चट्याङ चुटुङ आउँदाखेरि भनेको जुन कुराहरूले सेफ्टीको लागि दिएको सामान हुन्छ त्यसलाई नै हामीले फलो गर्दाखेरि त्यसबाट पनि जोगिने भयो। यिनै जानकारी यो भिडियोमा रह्यो। यसरी नै हजुरले पनि सिलिङ फ्यान जोडेर घरमा हावा मजाले खानु होला।